पके पनि एकदमै बाबाले भनिरहनु भएको थियो राम्रो काम गरेछ है। मैले स्टाटस लेखेको थिएँ नि एकदमै हामी पीडित नै भयौँ यसमा चाहिँ। म जहिले पनि भनिरहन्छु जिन्दगी पनि भर नै भनिरहन्छु हामीलाई माया गर्नुहुनेहरू जति आइरहनु भएको छ हलमा उहाँले भने जस्तो सो भनेको टाइम हुन्छ नि नपाउँदाखेरि चाहिँ उहाँहरूले एकदमै दुःख व्यक्त गरिरहनु भएको थियो। 8-10वटा सो आजै हाउसफुल भइसक्यो। मन बिनाको धनले जतिवटा सो पाएको छ आज देशभरि हाउसफुल छ। 365 दिनमा विद्यार्थीले सिक्न नसक्ने कुरा यो मुभीले 2 घण्टामा सिकाइरहेको छ। 500 जना मान्छे छ एउटा हलमा भनेको सानो कुरो होइन नि त। भनेपछि अब 500 जना मान्छे आएपछि अब 600 जना मान्छे आयो भने त्यो मान्छेले अबले टिकट त पाउँदैन। तर यति कुरा के बुझ्नु भनेदेखि 600 जना मान्छे आउनु भनेको चाहिँ मन बिना धनको लागि चाहिँ हाम्रो लागि चाहिँ खुसीको कुरा हो। 500 सिटमा हाउसफुल छ हेर्नु त। बाहिर त्यतिको मान्छे तपाईँहरू हामी भिडमा देखाएको छौँ नि। अर्को हल अर्को 11 बजेसम्म नै हाउसफुल हुँदैछ, 2 बजेसम्म बेलुकाकोसम्म नै हाउसफुल हुँदैछ भने चाहिँ यो हाम्रो लागि खुसीको कुरो हो। बिस्तारै सो बढ्दै जान्छ भन्ने आशा गरौँ। आजै बढिसक्यो हो सो, आजैबाट त्यत्रो सो बढिसकेको छ होइन। भनेपछि अभियसली नै चल्ने सिनेमालाई नेपाली सिनेमा उद्योगको सिनेमा घरले कहिले पनि मारेको छैन। उहाँले सो थपेर राम्रो गरिदिएको छ। आशा गरौँ हामी सबै अहिले हाम्रो प्रतिक्रिया जुन पाइरहेका छौँ यो अनुसारले दर्शकको माउथ पब्लिसिटीले गर्दाखेरि आज हामीले हुन्छ नि बिहानको सो पनि पाएको अरू आजको शनिबारको लगभग हामीले पाएको सबै सोहरू देशैभरका सोहरू हाउसफुल छ। यो हाम्रो लागि राम्रो साइन हो। जुन काम हामी 2 वर्षदेखि गरिरहेको थियौँ नि त्यो काम वास्तवमा त हाम्रो लागि त थिएन, नभए त हामी घरैमा हेरिहाल्थ्यौँ होइन। यो दर्शकको लागि थियो नि त 21 गतेदेखि होइन। अनि यो कार्तिक 21 गते भन्ने एउटा डेट चाहिँ नि जिन्दगीमा म जन्मेको डेट बिर्सिन्छु होला, यो कार्तिक 21 गते बिर्सिन्दिनँ। अब हेर्नु पनि भयो रुनु पनि भयो होइन। यसमा चाहिँ बुवा मम्मीले खास प्रतिक्रिया के दिनुभयो तपाईँलाई? विशेष उता हेरिसकेपछि बुवा मम्मीले के भन्नुभयो? बुवा मम्मी त एकदमै मम्मी चाहिँ जानु भएन, बाबा चाहिँ एकदमै रुनु भएको थियो। फुपूहरूदेखि सबै होइन रुनु भयो फिल्म हेरेर। पके पनि एकदमै बाबाले भनिरहनु भएको थियो राम्रो काम गरेछ है। बिहानको सो हेर्नै पाएनौँ, टिकट के अरे बुक नै थिएन, मतलब सो नै थिएन भनेर अशोकलाई भन्नुभयो। गाडीमा आएर कम्प्लेन गरिरहनु भएको थियो होइन। दिदी पनि त्यही नजिकै हुनुहुन्थ्यो। यहाँ हलै नभए टिकटै नभएर चाहिँ होइन। मैले स्टाटस लेखेको थिएँ नि एकदमै हामी पीडित नै भयौँ यसमा चाहिँ। म जहिले पनि भनिरहन्छु जिन्दगी पनि भर नै भनिरहन्छु हामीलाई माया गर्नुहुनेहरू जति आइरहनु भएको छ हलमा उहाँले भने जस्तो सो भनेको टाइम हुन्छ नि नपाउँदाखेरि चाहिँ उहाँहरूले एकदमै दुःख व्यक्त गरिरहनु भएको थियो। दाइहरूले एकदमै ट्राई गरिरहनु भएको छ होइन। यस्तो छ है यसमा यस्तो सत्य कुरा चाहिँ के हो भने यस्तो हो जहिले पनि के छ भने हामीले के बुझ्नुपर्छ भनेदेखि जस्तै बिहानको सो त एउटा सो निस्किन्छ नि त। एउटा सो भनेको अहिले यहाँ 500 जना मान्छे छ एउटा हलमा भनेको सानो कुरो होइन नि त। भनेपछि अब 500 जना मान्छे आएपछि अब 600 जना मान्छे आयो भने त्यो मान्छेले अबले टिकट त पाउँदैन। तर यति कुरा के बुझ्नु भनेदेखि 600 जना मान्छे आउनु भनेको चाहिँ मन बिना धनको लागि चाहिँ हाम्रो लागि चाहिँ खुसीको कुरा हो। र चलचित्र उद्योगको लागि खुसीको कुरा हो। मन बिनाको धनले जतिवटा सो पाएको छ आज देशभरि हाउसफुल छ होइन, देशभरि नै हाउसफुल छ। यो भनेको म के भन्न चाहन्छु भनेदेखि मन बिनाको धनले एउटा दस्तावेज दिएको छ चलचित्र उद्योगमा। यो दस्तावेजमा सबै सिनेमा हलले आजबाट सो थपि नै सकेका छ। सबै सिनेमा हलले साथ दिएको छ। जस्तो अहिले पनि अष्टनारायण हलमा हामी छौँ नि त। अष्टनारायण हलमा छौँ, यहाँनिर 500 सिट हो। 500 सिटमा हाउसफुल छ हेर्नु त। बाहिर त्यतिको मान्छे तपाईँहरू हामी भिडमा देखाएको छौँ नि। अर्को हल अर्को 11 बजेसम्म नै हाउसफुल हुँदैछ, 2 बजेसम्म बेलुकाकोसम्म नै हाउसफुल हुँदैछ भने चाहिँ यो हाम्रो लागि खुसीको कुरो हो। म के भन्न चाहन्छु भनेदेखि सम्पूर्ण दर्शकलाई धन्यवाद दिन चाहन्छु र स्पेसली हाम्रो टङ्कजीलाई अशोक भाइलाई जो मैले यो चलचित्र डिस्ट्रिब्युसन गर्ने हामी एप्पल रिच एफडीलाई दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। सोको लागि टेन्सन लिनु पर्दैन। चल्ने फिल्मलाई आजसम्म नेपाली सिनेमा उद्योगको सिनेमा घरले सबैले साथ दिएको छ। यसमा दिनुहुन्छ ढुकाउनुहोस्। हस् थ्याङ्क यू। भनेपछि बिस्तारै सो बढ्दै जान्छ भन्ने आशा गरौँ। आजै बढिसक्यो हो सो, आजैबाट त्यत्रो सो बढिसकेको छ होइन। भनेपछि अभियसली नै चल्ने सिनेमालाई नेपाली सिनेमा उद्योगको सिनेमा घरले कहिले पनि मारेको छैन। उहाँले सो थपेर राम्रो गरिदिएको छ। आशा गरौँ हामी सबै अहिले हाम्रो प्रतिक्रिया जुन पाइरहेका छौँ यो अनुसारले दर्शकको माउथ पब्लिसिटीले गर्दाखेरि आज हामीले हुन्छ नि बिहानको सो पनि पाएको अरू आजको शनिबारको लगभग हामीले पाएको सबै सोहरू देशैभरका सोहरू हाउसफुल छ। यो हाम्रो लागि राम्रो साइन हो। र अब भोलिबाट होइन अर्को प्लान जाला हाम्रो हल सञ्चालकहरूको यो भोलि नै अर्को जाने भोलि नै 8-10वटा सो आजै हाउसफुल भइसक्यो। भोलिको पनि बढिसकेको छ। सो गुनासोहरू यस्तै नै हो। तर राम्रो तपाईँ कतिको खुसी हुनुहुन्छ? कस्तो अहिले यत्रो भिडभाडमा पहिलोचोटि हिँडिराख्नु भएको होइन, कस्तो माहौल कस्तो प्रतिक्रिया कतिको खुसी लाग्दो रहेछ? एकदमै धेरै खुसी लाग्छ। किनभने सुरुमा हामीलाई एकदमै डर थियो होइन, दर्शकहरूले फिल्म मन पराउनुहुन्छ कि हुन्न भन्ने पनि होइन। तर हामीलाई एउटा ट्रस्ट पनि थियो। फिल्मको कहानी एकदमै राम्रो थियो।
अलि पछाडि जानु यार अलि पछाडि जानु दर्शकहरूलाई एकदमै च्यापेर मार्ने मनपर्छ गरी भन्ने। गर्ने यार अलि बिस्तारै एकदमै माया गरिदिनु भएको छ, माया देखाइदिनु भएको छ। हामी त्यसैमा खुसी छौँ। सबैलाई थ्याङ्क यू भन्न चाहन्छु म। कसरी थ्याङ्क यू भन्नु दिपावली अगाडि आउँदा आफ्नै क्यामेरा उ पछाडि गइरह आफ्नै क्यामेरा उ पछाडि गइरह। ओके यता हाम्रो टिका दाई पनि आइसक्नु भएको छ। आफ्नो के अरे भाइलाई यसरी माया गरी सपोर्ट गरी आफ्नो बिजनेस नै डामाडोल पारेर दाई यसरी सपोर्ट गर्ने हिँड्नु भएको छ। यो एकदमै कम मात्रामा देख्न पाइन्छ होइन दाई? कस्तो लागिरहेछ तपाईँलाई चाहिँ अहिले? एकदमै राम्रो लागिरहेछ, गुड फिलिङ भइरहेछ। किनभने जुन काम हामी 2 वर्षदेखि गरिरहेको थियौँ नि त्यो काम वास्तवमा त हाम्रो लागि त थिएन, नभए त हामी घरैमा हेरिहाल्थ्यौँ होइन। यो दर्शकको लागि थियो नि त 21 गतेदेखि होइन। अनि यो कार्तिक 21 गते भन्ने एउटा डेट चाहिँ नि जिन्दगीमा म जन्मेको डेट बिर्सिन्छु होला, यो कार्तिक 21 गते बिर्सिँदिनँ। अब त्यतिचोटि लेखियो होला, त्यतिचोटि भयो होइन। त्यति ऐतिहासिक दिन रह्यो र दर्शकहरूको जुन साथ पाएको छौँ आज हामीले होइन। नपत्याउँदै स्ट्रगल हुँदै आज जुन अपार सफलता, एकदम अपार सफलताका साथ देशभरिका हलहरूमा हाउसफुल मात्रै होइन, टिकट नपाएर फेरि पपकर्न खाँदै चिया खाँदै अर्को 2 घन्टा कुर्नुपर्ने यो छ क्या। किनभने सबैजना डिजिटल्ली त पर्वल हुनुहुन्न, अनलाइन त सिद्धियो। अब गाउँबाट आउनुहुन्छ के गर्ने त, अब 3 घन्टा कुर्ने। त्यसरी पनि जुन एउटा माहौल, एउटा सिर्जना एउटा गइरहेको छ र टङ्कले हामीले भने जस्तै यो फिल्म फाइनेन्सियल्ली त भन्दा पनि समाजलाई यसले के दिइरहेको छ। 365 दिनमा विद्यार्थीले सिक्न नसक्ने कुरा यो मुभीले 2 घन्टामा सिकाइरहेको छ। यो कुराले गर्दा हामी एकदमै हर्षित छौँ। एकदम खुसी हुनुहुन्छ ल? अझ माया सफलता मिलिरहेछ। अब अडियन्सहरूसँग भेटेपछि अझ थप प्रतिक्रिया बटुल्नेछौँ ल। ठिक छ नि अशोक, हजुरलाई एकदमै हजुरकै स्कुलमाबाट हेर्नु भयो कि भएन साथीहरूले फिल्म? अघि ड्याडीले भने जस्तै कुरा हो होइन। धेरै चिज सिक्न पाएँ, हाम्रो स्कुलकोदेखि लगायत धेरै स्कुलले धेरै चिज सिक्न पाएँ होइन यो फिल्मबाट। एकदमै हेर्नु पनि भयो, रुनु पनि भयो होइन। साँच्चै बुवा मम्मीले खास प्रतिक्रिया के दिनुभयो तपाईँलाई? विशेष उता हेरिसकेपछि बुवा मम्मीले के भन्नुभयो? बुवा मम्मी त एकदमै, मम्मी चाहिँ जानु भएन, बाबा चाहिँ एकदमै रुनु भएको थियो। फुपूहरूदेखि सबै होइन रुनु भयो फिल्म हेरेर। पक्कै पनि एकदमै बाबाले भनिरहनु भएको थियो राम्रो काम गरेछ होइन, सधैँ सफल भएर अगाडि बढ्नु भनिरहेको थियो। अब अशोक दर्जी आफ्नो गाउँ जाँदाखेरिको माहौल कस्तो बल्ला त अशोक? आई डोन्ट नो। भित्र चाहिँ म एकदम स्याड भइरहेको थिएँ। मलाई एक्कासी देख्दाखेरि म थाम्न अशोकले सम्हाल्दै हुन्छ अहिले हामीले देख्न सक्छौँ हलमा। अशोकको चाहिँ मैले बच्चादेखि हेर्थेँ कि उसको के चाहिँ राम्रो रहेछ फिल्ममा? यसको हिस्टोरी चाहिँ राम्रो लाग्यो। ए हजुर हजुर, कहाँदेखि आउनुभएको तपाईँ? यही पुरानो यसरी ए हजुर, के चाहिँ मन पर्यो फिल्ममा? दुइटै मलाई मन पनि चाहियो, धन पनि चाहियो, दुइटै। हो, कहाँदेखि आउनुभएको फिल्म हेर्न? हामी सहमतिदेखिबाट। हस्